भरे बहिनीलाई गिलीमा पकाएर दिन्छु। हेलो हाई, म पदम भट्टराई। नमस्कार सबैजनालाई। आज छोरीको बर्थडे अनि यसो अब उसलाई खुसी बनाउनलाई सधैँ केही ल्याएको छैन, यसो अलि बेलुन सेलुन ल्याइयो। अब टिको लगाइदिने अनि आशीर्वाद दिने। आजबाट छोरी 5 पुगेर 6 लाग्छिन् होइन, 6 लाग्छिन्। त्यस्तै हो। अब छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना हजुरहरूले पनि दिनु होला भन्न चाहन्छु। अब हामी चाहिँ केक काट्दैन, त्यही भएर अब टिको सिको लगाएर आशीर्वाद दिने हो। रोग ब्याध नासोस्, शक्ति जागोस्, सिद्धियोस्, शिरमा शिवजी बसुन्, घटमा नारायण बसुन्, मुखमा सरस्वती बसुन्, रोग ब्याध नहोस्, नवग्रह देवता शान्ति हुन्, सबैले चाहेको काम सिद्धि होस्, पढ्न मन आओस्। भरे बहिनीलाई गिलीमा पकाएर दिन्छु। बहिनी खुसी हुनु ल। रक्षा गर ल ल छेउ त खोइ थुली गर्नु अब हातमा धेरै धेरै शुभकामना छ। माता रानीले सधैँ रक्षा गर्नुहोस्, ज्ञानी हुनु, धेरै पढ्नु ल बुवा। माता रानी सधैँ खुसी रहनु, खुसी हुनु, ज्ञानी हुनु। Shimmer, their glow softly spills on lovers and loners and lifelong ideals.